हामी ल्याब रिपोर्टको लागि यो रेडी गरेर राखेका छौँ। हामी यो यसमा अब ल्याब रिपोर्टमा अब क्वेसनहरू कस्तो हुन्छ अब त्यो हेरौँ न। अब त्यो क्वेसन नम्बर 1 को अब यो मानव अब DDL कमान्ड्स टु क्रिएट टर्निकेट एन्ड रिनेम जो यस्तो क्वेसनहरू दिएछ हैन। अनि त्यसमा अब यसको एन्सर यति लेखिनु पुग्छ। अनि क्वेसन नम्बर 2 देख्दैछौ त्यो यस्तै लेखिनु पुग्छ। अनि त्यसपछि के अब क्वेसन नम्बर 3 आयो हैन। क्वेसन नम्बर अब जे मागेको छ त्यसको अब एन्सर लेख्ने हैन। अनि त्यसपछि अब यसको अब त्यो लेखेपछि त्यसै अलिअलि डिल गरेर नै पुग्छ, बढी डिल गर्नु पर्दैन। हाम्रो प्र्याक्टिकल बनेको भने ल्याब रिपोर्ट बनेको एकदम छोटो मिठो अनि दिनुपर्छ। अनि क्वेसन नम्बर 4 को भयो। अनि त्यस्तै अब बिस्तारै अब हेर्दै गरौँ। अनि विभिन्न सबैजनाले प्रोग्रामिङ सीमा कस्तो के गर्ने कसो गर्ने समस्या पनि हुन्छ हैन। यो देखेपछि समस्या समाधान हुन्छ हैन। अनि त्यसपछि भएन भने त्यो पनि हामी यस्तै भिडियो भ्यालुएबल भिडियोहरू बनाउँछौँ। अनि क्वेसन नम्बर 6 को भयो, क्वेसन नम्बर 6 भयो। क्वेसन नम्बर 7 को पनि भयो। 7 को राम्रैसँग हेरौँ। अनि त्यसपछि क्वेसन नम्बर 8 को यति नै छ। क्वेसन जे मागेको छ त्यही लेख्ने के, अब बढी लेख्नै पर्दैन। हाम्रो क्वेसनमा जे छ त्यही लेख्ने। अनि क्वेसनले जति एन्सर मागेको छ त्यति नै लेख्ने। अनि त्यसपछि क्वेसन नम्बर 10 को भयो। 10 को हाम्रो अलिकति ठुलै छ, यो यति नै छ। अनि 11 को पनि अब स्टार्ट भयो 11 को। अनि त्यसपछि 11 को पनि यति नै। अनि त्यसपछि हाम्रो यो पनि 11 कै नै छ। अनि त्यसपछि अब 12 को छैन, 12 को यति नै हो। राम्रोसँग अब तिम्रो लेख्नु पर्यो भने अब त्यसलाई ब्याक गरेर अनि यसो राम्रोसँग लेख्नु। अनि त्यसपछि फुल मार्क्स आउँछ। यसरी लेख्ने फुल मार्क्स आउँछ के। अनि अब त्यसमा एकदम टक्क लाइनिङ साइनिङ गर्ने, अर्को पेजमा नलेख्ने। अनि यो क्वेसन नम्बर 13 भयो हैन। अनि त्यसपछि क्वेसन नम्बर अनि त्यसपछि 14 को यसो डायग्राम भनेको छ। अनि त्यसको के डायग्राम भनेको छ। अनि त्यसपछि त्यसको डायग्राम बनाएपछि त्यसको भयो हैन। त्यसपछि हाम्रो अब क्वेसन नम्बर 15 मा के हो, अब त्यो डिस्क्राइब द एस्पेक्ट अफ एनी टु मोस्ट पपुलर ई-कमर्स साइट हैन। अनि त्यसपछि अब विभिन्न साइटहरू छ, एमाजोन लेख्ने अथवा दराज.com लेख्ने। अनि त्यसपछि हाम्रो यस्तो यति नै यो लेखेपछि त्यसपछि हाम्रो क्वेसन नम्बर अब इन्ड हुन्छ। हाम्रो यो लाइभ रिपोर्ट भयो हैन। त्यसपछि अब लाइभ रिपोर्टहरुमा यस्तै ल। ओके, अब फेरि अर्को सी यु टुमरो अर्को भिडियोमा भेटौँला।